यो चाहिँ हामी यहाँनिर वर्ड्स लेक भन्ने शिलङमा छ। आएको छ प्रोग्राम छ क्या अब के प्रोग्राम। सो यो हाम्रो नवीन दादा देख्न सक्नुहुन्छ यो वर्ड्स लेक हो। ल दादा के भन्न चाहन्छु तपाईँलाई, कस्तो लागेको छ वर्ड्स लेक चाहिँ? वर्ड्स लेक कालिम्पोङको मोस्ट of the places I have visited so far. I feel like it's very nice place. एकदमै दामी जग्गा रहेछ हैन? हजुर। And especially I thank to God because we have been praying for like 1 or 2 years just to come to visit this Shillong. Okay. And finally we got this chance to come and visit Shillong. And also we very thankful to Pritam Khajong. Pritam Khajong. किनभने चाहिँ अब now I'm thinking that it was the plan of God. It's a divine plan of God. Yes. Because I met him just before we came to Shillong. And we went to Kalimpong and we did a straight gospel in Kalimpong. Many places. Yeah. So thank you, bye. अनि प्रभुलाई धन्यवाद होस्। वेलकम दादा, थ्याङ्क यू सो मच। तपाईँ शिलङ आउनुभयो, हामी शिलङलाई मन पराइदिनु भयो। Man-made, right? Yes. Man-made lake. Man-made lake, yes. It's a beautiful lake. यहाँ पनि फोटो खिचौँ है। यहाँ दामी आउँछ। झिल पनि यस्तै। ओके। है? Again and again. यो रुख हो। Again and again I'm missing that place. It's recalling me again. Okay. हैन हुन्छ दादा, म नखिच्ने। अलिकति देखाइन्छ त तिमीलाई। ए ल भिडियो चलिरहेको छ। भाइ हो। हेलो, सो प्रितम भाइ। एकदम कालिम्पोङ, सिक्किम, दार्जिलिङ तपाईँ सबैजनालाई स्वागत छ हाम्रो मेघालयमा। आइदिनुहोस्, हेर्नु होला, मन पराउनुहोस्। घुम्न छ भने प्रितम भाइलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईलाई वेलकम छ शिलङमा। भाइ जवान केटा हुनुहुन्छ। एकदम तपाईलाई गाइड गर्नलाई, धेरै ठाउँहरुमा पुग्नलाई चाहिँ भाइ यहाँ हाजिर छ। तर भाइको म तिम्रो राम्रो कुरा के लाग्छ भने तिमी अब यु आर भेरी यङ। हजुर दादा। यो यङ एजमा नै तिमीले परमेश्वरलाई पुरा यु भेरी डेडिकेटेड एन्ड फेथफुल के टुवर्ड्स गड। अनि त्यो चाहिँ द्याट इज अब त्यो चाहिँ तिम्रो एउटा ठुलो उयो हो नि, धन हो, ट्रेजर हो। अनि त्यो ट्रेजरलाई तिमीले पक्रिरहेको छौ। यीशुको लागि जिउनु। पाउलले भन्छ नि चाहिँ टु लिभ फर मी इज अ क्राइस्ट। जिउनु चाहिँ ख्रिस्ट मेरो लागि ख्रिस्ट हो भन्ने। सो म अब भाइहरू कतिले हेर्दै होला होइन, मेरो च्यानल पनि हेर्दैछ। यो इच्छा दिन चाहन्छु कि अब भाइहरूले चाहिँ अब स्टार्ट लिभिङ फर क्राइस्ट क्या। किनभने अब अहिले छैन नि त टाइम, यु डोन्ट ह्याभ टाइम होइन। यस ट्रु। सो थ्याङ्क यू भाइ, वेलकम दादा। एकदमै राम्रो ठाउँ, राम्रो जग्गा है। हजुर यो पनि उयो हो। यो अब यो माथिको यो हाँसहरू खेल्नलाई होला। हाँस त यहाँ पनि खेल्छ। अहिले चाहिँ पानी पर्दैछ। हजुर एकदम ल